के भन्छ लास्ट टाइम त हामी आउँदा यतिकै घुम्यौँ फर्क्यौँ नि त योपालि त्यो कङ्गारुहरूलाई त्यो फिड गर्ने हुन्छ नि त्यस्तोहरू त्यो त सोध्नुपर्छ होला त्यो मिर्कटहरूसँग कसरी जाने फोटो भिडियोहरू गर्ने हुन्छ नि त्यतातिर जाउँ मिर्कट भनेको के अरे मृग होइन त्यो सानसानो त्यो मुसा जस्तो के त अहिले म तपाईँलाई देखाइहाल्छु नि मैले त मेरो अनुहार मात्रै देखेँ उयो थाहा भयो खिच्नु मिल्छ मिल्दैन पहिला पनि हामी यतैबाट त गएको जम्न होइन यता के थियो तपाईँको भाइ फेरि यो भिडियो हेरेर उसले रिस गर्ला नि त्यो होइन यो अर्कै भाइ क्या क्युट छ नि क्यामेललाई नि फिड गर्नु मिल्ने रहेछ मैले चाहिँ कङ्गारु फिड गर्नुको रिजन चाहिँ अलिकति युनिक अस्ट्रिचहरू यताउता जाने भन्दा उता त छैन होला यति हो यता नि छ अगाडि छ त यहाँ थियो के थियो मैले बिर्सेँ उयो होइन उयो एम्पेरर ट्यामेरिन कहाँ छ ऊ त्यहाँ रहेछ हौ ऊ त्यहाँ हो त्यो के भन्छ त्यो डोडी हेर्नु त डोडी ठ्याक्क त्यो चाइनिजहरूको जस्तो जुङ्गा भएको जस्तो लामो के है तो चले संग चले सभी दिन नो एन्ट्री रे नि त्यहाँनिर बाँदर तपाईँ त बाँदरको फेभरेटै हो नि होइन त तपाईँ चाहिँ के तपाईँले अघि यो ब्याग बोक्नु पर्दैन नि ए आमा कति सामान भएको त यार खोइ त्यो खानेकुरा चाहिँ दिनु नि त होइन अहिले खानेकुरा त्यो आएपछि निकालौँला नि के भयो र खै यहाँनिर त्यो उस थियो होइन यहाँ पनि थियो होइन र भने बुढी हामी ठ्याक्कै 1 वर्षपछि आयौँ अनि यो त अर्को सिफ्ट भइहाल्यो नि हो रहेछ पुच्छरले बोकेको हेर्नु न यार पुच्छरले त्यो के बोकेको त्यसको खानेकुरा हो कि के हो खानेकुरा त कर्तुत उहाँ माथि पुगेर हेर्नु न माथिबाट तल गरिरहेको पुच्छरको खतरा काम यार माथि पुच्छरले समातेर दुईटा खुट्टाले अड्डेर भा उल्टो बसेर खानुपर्ने खतरा है यिनीहरूको बसाइ स्टाइलहरू बाबा दामी 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 सोध्नु पर्थ्यो हामीले भिडियो गर्नु मिल्छ मिल्दैन मिल्छ किन नमिल्ने हो र टाइगर त्यो के भन्छ एकदम नमिल्ने भनेको हुन्छ नि त्यो प्राइभेसी भनेर पहिले त्यो गरेको हुन्छ के यहाँ कति मान्छे आउँछ फोटो भिडियो खिच्छ यहाँनिर के थियो टाइगर इन्काउन्टर यता त्यहाँ रहेछ सुतिरहेको रहेछ मजाले मस्तले सुतेर बसिरहेको रहेछ हुन त ठुलो जङ्गल घुम्नेलाई यति एउटा सानो ठाउँमा है जहिले त्यहीँ बस्ने भएपछि के को ठुलो लाग्ने र यहाँबाट माथि जाउँ न माथिबाट हेरौँ
यहाँनिरबाट हेर्नुभन्दा माथिबाट हेर्नु मजा आउँछ तर आउने त त्यही बाटो होइन र यता काम त चर्को रहेछ है के रहेछ एउटा भाग यता मुनि पो गयो अनि त्यहाँ मुनि पिक्चर मात्र आमा यसले मान्छेलाई झन्थ्यो भने त एकै तालमा खाइदिन्छ जस्तो छ कस्तो लाग्छ है खतरा है आवाज आयो आवाज आयो म पनि लियो हो नि त अनि त्यही भएर लाइनको लियो लाइन यो भनेको टाइगर हो ए टाइगर हो तपाईँ टाइग्रेस होइन हँसायो बुढीले आज यहाँबाट के भन्छ लायन पनि देखिन्छ गाडी यहाँ लायन थियो होइन पहिला हो रहेछ हौ त्यहाँ मुनि सुतिरहेको रहेछ मस्त पारेर पहिले त तिनवटा थियो जस्तो लाग्थ्यो जाम काम चाहिँ मासु दिन्छन् होइन यिनीहरूले काँचो त दिन्छ त पाकेको थोरै दिन्छ आप भी मजाक करते हो जी मजाक नहीं है मजाक नहीं है जी Guess how we're going. ओके लाइन पनि हेरियो अफ्रिकन लाइन रहेछ नि त यो लाइनहरू सबै अफ्रिकामै पाउँछ नि रेड पान्डा नेपालको वान के भन्छ ओ आयो यार एउटा मात्र हो है लास्ट इयर आउँदा नि एउटा मात्र थियो नेपालको सबभन्दा दुर्लभ जन्तु हो हिमालमा पाउने उता के भन्छ सोलुखुम्बुको त्यो सगरमाथा नेसनल पार्क भन्ने छ होइन त्यहाँ के भन्छ त्यहाँ मात्रै पाउँछ जस्तो लाग्छ हिमाल अरू कन्ट्रिजमा नि पाउँछ तर दुर्लभमा पर्छ चिसो ठाउँमा पाउँछ नि त यहाँ कसरी बाँचिरहेको छ आइरहनु वेदर मेन्टेन गराएको होला नि पानी त पुरै खुला रहेछ त्यो चिसोको लागि होला कि जस यो पानी चिसो होला क्या पुरै रुख हेर्नु न त्यहाँनिर कसरी वेदर यसको लागि मेन्टेन गरेको छ त्यो बिचरा हेर्नु न घामले स्या जिब्रो निकालेर हेरिरहेको छु होइन त अनि एउटा मात्र भयो भने त फ्रस्ट्रेट भएर मर्छ होला एटलिस्ट दुईवटा हुनुपर्छ कि साथी हुन्छ खेल्ने यताउता के उ त्यो हो त्यो पनि रेड पान्डा जस्तो छ त हो ए रुखमा क्या मजाले चढ्ने रहेछ है छुट्टो छुट्टो होइन एउटै एउटै होला कसरी आउँछ यता र उता अनि एउटै त हो नि
त्यो पनि रेड पान्डा यो पनि रेड पान्डा खासै डिफ्रेन्स छैन डिफ्रेन्ट हुने भए अब यिनीहरूले बोर्डमा लेखिहाल्छ नि यहाँ लेखा रहेछ रेड पान्डा एक्सपिरियन्स रेड फिल द सफ्टनेस Oh, देख्नु यो रहेछ नेप्लिज रेड पान्डा Come and meet and This feel the gentle beauty stem. for of Nepalese red pandas. This is gentle stem. Nepalese red panda रे यो यहाँ मङ्गोसम्म आइपुग्यो रहेछ यार नेपालदेखि लिएर यहाँ यस्तै राखेको छ यार दुईटा रहेछ दुईटा अस्ट्रेलियाको ब्याटम्यान्स बे गाउँमा हेर्नु त्यहाँ दुईटा रहेछ एउटा माथि एउटा तल यो ठाउँमा नि त हेर्नु चिसोको लागि माथिबाट वेदर मेन्टेन गर्नको लागि चिसोको लागि जाम कस्तो मजाले चढेको हेर्नु न कस्तो राम्रो फुल पनि रहेछ यार हेर्नु तपाईँलाई मैले त्यत्रो फुल किनिदिएको खै त कहाँ किनेको फुल किन्दिनँ मैले भ्यालेन्टाइन डेमा दिइनँ ल ठिक छ अर्को पालि एउटा पनि दिन्न के भन्छ वाइल्ड क्याटहरू थियो क्यारे यहाँनिर ए अँ आज त छैन त त्यहाँ सुतिरहेको छ ए हो रहेछौँ त्यहाँ आउनु यहाँ एउटा हिँडिरहेको रहेछ क्यारेक्कल क्यारेक्कल एकैचोटिमा एकदेखि 4वटा बच्चा पाउनु रहेछ 69 देखि 81 रहेछ खतरा जाम उतै हिँडेर जानुपर्ने हुन्छ डेन्जर यो रेड पान्डासलाई के भन्छ फिड गरेर त्यो गर्नु पनि हुन त फिड त्यस्तो हुँदैन होला टच सच गर्नुपर्ने कि यहीबाट जाउँ न यताबाट आउनु न त्यहाँ चाहिँ मङ्की त होला नि किन यहाँबाट पहिला यसरी सिधा त्यहीँ माथि स्ट्रेट जाने थियो होइन एक वर्षमै कहाँ यति धेरै चेन्ज हुन्छ के आवाज आइरहेछ नि बुढा तपाईँको नानी तपाईँको बाबु नानीहरू त अलिक यसरी झम्टिँदा बाबुहरू चाहिँ झम्टिँदैन क्या मजाले उफ्रेको यार हेर्नु न Let's go. पहिला त्यहाँ मिर्कट थियो योपालि त मिर्कटै छैन त यहाँ पनि रहेछ त होला नि त हेर्दै जाउँ न ए रहेछ म त्यहाँ मिर्कटु यो यो के यो
पहिला कति धेरै हुन्थ्यो यहाँ त एउटा मात्र छ त खै यो हो रहेछ यार। अनि यो टपमा छ त त्यही एउटा पहिला मैले यहाँ देखाएको थिएँ कि यहाँ मान्छेले होइन ए यहाँ सुतिरहेको रहेछु टन्न म चाहिँ माथि हेरिरहेँ हेर्नु न यतापट्टि पनि रहेछ। यहाँ सुतिरहेको रहेछन् गर्मीले गर्दा होला आमा कति धेरै छ। मैले हो यिनीहरूलाई गएर होइन समातेर चलेर यिनीहरूसँग फोटो खिच्ने भनेको यो मृगट छ नि त्यो तपाईँले मुभी हेरेको छैन होला सिम्बा मुभी फेरि हिन्दी मुभी होइन नि कार्टुन सिम्बा कार्टुन छ होइन त्यसलाई इङ्ग्लिस नाम कि के एउटा सिम्बा कार्टुन छ जस त्यसमा यो छ कि यो क्यारेक्टर सिम्बा भनेर फेरि त्यो के भन्छ बलिउडको मुभी सिम्बा ठान्ला नि आज स्पेसिफिक डे यिनीहरूको स्पेसिफिक डे हुँदैछ कि फिड गर्ने। अहिले त्यहाँ स्क्यान गरेर हेरौँला नि होइन इन्डिङमा के त्यो चाहिँ के हो उता त गएर आइसक्नु यहाँ र अघिको त्यो सेम हो र होइन होला अन्त यहाँ अलगै छ श्रीलङ्कन लियोपार्ड रे नि त हो श्रीलङ्कन लियोपार्ड रे कि त्यही त्यहाँ रहेछ हो खतरा रहेछ यार यो पनि एउटा मात्र रहेछ है के रे बुढे सो हेडसेट लगाइराख्नु के हो यो हेर्न कस्तो मजाले खाना खाएको Okay, so these are Oriental small-clawed otters. They're brothers. You have Ravi and Bullen. These guys are middle-aged young men. And Oriental small-clawed otters are the most land-based of all the otters. So, what that means is they go in the water, they find their food, they come out of the water to eat their food, and then they spend the rest of their day on land. So if you look at their little front feet, they only have partially webbed claws, webbed feet. So this is very different to the sea otter that a lot of people would know. That spends pretty much its whole life out to sea. So they even sleep out to sea, and in order for them not to drift away with the tide, what they do is they wrap themselves up in felt. Wrap themselves up in felt, and that ensures that they don't drift away with the tide. They also give birth out to sea as well. Now these boys, while they are swimming around, if you watch them, you'll see a kind of bubbles coming out from behind them when they're underwater. That's not them breathing out. What that is the air that's trapped between the layers of their fur coat coming out. Now that air layer is very, very important. It helps to keep them dry or semi-dry, mostly dry, kind of like us putting on a dry suit. So therefore these guys don't mind going swimming in winter even. Now in order to maintain their coats, they're quite fastidious. So after they finished swimming and discovered that I have nothing else for them, food-wise, what they'll do, they'll come out, they'll rub themselves on the rocks and the logs, that's to dry themselves, spread that oil throughout their fur coat, and then that's kind of them done until they get back into the water again. Now they are big sticky beaks, so they love enrichment.
And you can see those little puzzle feeder containers in there. I put some of their seafood in there earlier. I gave them lumps of grass that they would have taken into their log. So they make a nice plush bed during the day in one of those logs, and then at night when I give them access to their den, they drag all that grass into their bed box and make a plush bed there. I have some ice blocks here. So variety is the spice of life. If I go to the beach and I find some nice seaweed, these guys like the seaweed. We give them, different puzzle feeders, smells as well. These guys are territorial. So what that means is they go around this exhibit and they set marks. So by introducing different smells, whether it's perfumes or essential oils, different bedding from other animals, variety again is the spice of life. Now these guys were telling you that they were starving. They're not. These guys get fed 4 to 5 times a day. So they do have quite high metabolisms. What do they get? So they get 3 to 4 seafood feeds, and today I had some pilchard, some prawns, some squid, and some pippies. So I'd actually have to open up the pippy shell in order to get to the meat inside. That's it, buddy. And there we are. There's a little ice block. And then last thing, these guys get a bit of some veggies. They occasionally get some dog kibble as well. So dog kibble is really good for their teeth. It's nice and hard. These guys also get a little pile of veggies. So out in the wild, not just eating seafood, these guys are very opportunistic. So if they come across anything that fits into their little mouth, these guys are going to eat it. Now you might think while they're out there looking for their food that they use their eyes. They don't. They close their eyes, they close their little ears, but they have very, very sensitive little hands. So what they generally do, but in saying that, here at the zoo they cheat. They kind of see where I throw the food when they're above the water. But if they were real otters, real oriental small-clawed otters, these guys, what they would do, they would be in rivers, and they would go down and they would kind of feel with their sensitive hands underneath the rocks and the logs, trying to find the different water critters that would live in there. Now, being bachelor boys, they live quite happily together. If we introduced a female, it would totally change their dynamics. They would be in competition for that girl. So our boys are just ambassador animals, just so you can learn all about oriental small-clawed otters. Okay, if you have any questions, come on over and ask. So this is the end of the Keeper Talks here at the zoo, and I hope you'll enjoy the rest of your day. You're welcome. Yeah, they do mutual grooming. Those a bonding. It's also a bonding thing. Yeah. But they don't generally do it very यहाँ often. के थियो पहिला? So that's good. Kokari. Huh? Kokari. Kokari कुला. खै त कहाँ छ यो? ए माथि सुतिरहेको रहेछ यार. हैं? सबभन्दा अल्छे यही भने हैन? हजुर. पानी चाहिँ लिएर आउनु होला जस्तो छ. बोक्दा त बोकेन. पुरै बोकै सकिसक्यो. यहाँबाट फेरि पछाडि जानु र म किनेर आउँछु नि त खै. वहाँ पुग्नु पर्छ के. अब एक राउन्ड लाउने अनि अहिले पिउला नि. यहाँ भुइँमा त्यो भुइँमा पनि रहेछ यार. त्यो भुइँमा नि रहेछ. डिङ्को हेर्न आउने यता डिङ्को.
डिङ्गो डिङ्को डिङ्गो डिङ्गो यस डिङ्गो तपाईँले के भन्नुभयो डिङ्को भनिरहेको थिएँ डिङ्गो रहेछ खोइ कहाँ छ ऊ त्यहाँ रहेछ सुतिरहेको रहेछ ऊ अनि स्यालो गरी कुकुर जस्तै ठ्याक्कै सानो छोटो क्युट बाँदर के आउने पिग्मी रे अय्या हेरेर गर्नु पुरै ठोक्दिएर खै त छैन त पिग्मी उता उता साइडतिर होला नि यही हो यहाँबाट म देख्नु नि भित्र यस्तरी हेरेको थिएँ मेरो उस ठोक्दिएर नाक फिडिङ एरिया माथितिर होला नि यत्रो घना जङ्गल छ देखेको छैन एउटा नि घामले गर्दा भित्रभित्र सुतेर बसिरहेछ क्या हो ऊ त्यहाँ रहेछ ऊ त्यहाँ माथि टेबल जस्तो नेरी रहेछ यहाँबाट सिधा हेर्नु त चस्मा खोलेर रहेछ रहेछ अलिकति उसमा त देखेको थियो फरमा त केटुमा एम्पेरर ट्यामारिन रे एम्पायर टेम्पर सेम उताकै त्यही रहेछ ऊ त्यहाँ रहेछ दुईटा रहेछ है यो त हामीले सुरुमा हेरेको उता त्यही रहेछ त चाइनिज जोगा यहाँ पनि चाइनिज जोगा भनेको थिएँ नि त्यस्तै सुरुमा हेरेको आउनु मोगो वाइल्ड लाइफ पार्क रे कस्तो लागिरहेछ त ठिकै यहाँनिर ऊ के अरे लायन पहिला यहाँ व्हाइट लायन थियो होइन चितु अरे बुढी फेरि व्हाइट लायन थियो यार यहाँ वाइट लाइन त हामीले कहाँ सानो लागि कहाँ यहाँ पनि देख्यो यहाँ चाहिँ व्हाइट थियो उता रेड थियो के यता कता पनि लियो पार्ट थियो होइन आउनु लाइन पनि सुतिरहेको रहेछन् मस्तले के अरे रुल्स अफ इन्ट्री हेर्नु है ओन्ली फिड स्पेसल फुड एनिमल रे होइन अनि फिड एनिमल्स विथ फ्ल्याट ह्यान्ड इन सो पोजिसन रे नट अल एनिमल्स पुल फुड अवे रन अर चेस रे फिड द एनिमल्स एनी अदर फुड इन्टर द टच द उठेर कि त यसरी बसेर गर्नुपर्ने त्यो फ्ल्याट हातले दिएर ओके पुस क्लोज 3:30 मा रहेछ नि त्यही हो त स्टिल टाइम रहेछ कहाँ कङ्गारू यही हो हिँड्नु न खै कङ्गारू छैन ल पहिला यहीँ थियो होइन कङ्गारू ए ऊ त्यहाँ रहेछ ऊ त्यो लाइन त क्रस गर्नु हुँदैन अहिले आउँछ होला नि यो के भन्छ अस्ट्रिचहरूलाई पनि फिड गर्न मिल्छ होइन कङ्गारू अस्ट्रिच के फिड गर्ने भनेर यसैले त हो नि अस्ट्रिचलाई पनि होइन नि त्यसले कङ्गारू मात्र भनेछ अहिले हो र यहाँबाट हेरौँ न अस्ट्रिच खोइ त्यो दिनु त हँ त्यो दिनु त हेर्नु त्यसमा नि केही लेखेको छ कि होइन यो कङ्गारूकै हो खै देखाउनु त यहाँ घाँस छ यसले पेट एकैछिन युरोपियन फालो डियर रे
अस्ट्रेलियाले त ठ्याक्कै यो पालबाट ठङ्ग छिराएर ठुङ्ला भन्ने पिर कङ्गारू त उता जानु मिल्दैन होइन हाँ नो एन्ट्री परमिटेड रे बाहिरबाट खानु होला होइन होला यसरी खाना देखाउनु न हातमा एउटा एउटा खाउँ है ल आउँदैन क्या यसरी गर्न हातमा राखेर थोरै निकालेर कति घाम छ यस्तो उयो सुकिरहेको रहेछ यार ओइ, अर्को चाहिँ पो आयो म्याउ। म्याउ। अर्को चाहिँ पो आयो यार। अर्को चाहिँ पो आयो आज कङ्गारुलाई फिड गराउने के भन्छ चान्स छैन कस्तो घाम छ अनि कहिले टन्न अगाएर बसेको होला उता सुतेर बसिरहेको थियो कि नै पिठीमा माउ होला क्या होला छैन नि तिमीहरूलाई त तिनीहरूलाई दाना पनि हुन्छ होला है के गर्ने त यो खानु हुँदैन त्यो हुन्छ जाम के गर्ने यो अरू ठाउँमा नि उतातिर कङ्गारू हुन्छ नि त उतातिर फिड गराउँला के भयो र उता आउनु हेर्नु क्यामेल आउनु न आउनु गर्मीले ढले म त ढले 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 ढलेको ढलै होला नि अहिले फेरि के भन्छ क्यामेलको सफारी दुबईमा गरिएको थियो यार कत्रो ठुलो हुन्छ हेर्नु न दुबईमा सफारी गरेको के क्यामेल चढेर डेजर्ट सफारी गरेको मैले तास्मानिया होइन यहाँबाट कति 5-6 घन्टा ड्राइभ गरेर गर्न मिल्छ के ठाउँ हो नजिक नजानु ड्याममा देला अहिले फेरि केले दिन्छ कङ्गारू आएन अब कोही इन्स्टाबाट देख्यो भने सोधौँला यो कङ्गारूको लागि फिड हो तर छैन आएन अरू कसैले हुँदैन के गर्नु होइन चिन्ता लिनु पर्दैन उता अरू ठाउँमा नि कङ्गारू छ के नत्र के भन्छ त्यहीँ सर फालिदिनु न भुइँमा यता घाम भएर नआएको हो क्या नत्र त पहिला खाना दिन्छ कि भने पुरै यताभरि उफ्रेर आउँथ्यो त योपालि कङ्गारू नि कम जस्तो लाग्यो मलाई होइन यस्तो चर्को घाम भएर मेन त चर्को घामले हो यहाँ रहेछ त हो कङ्गारू यहाँ छ खुवाउनु न यहाँ छ यहाँ छ के यता आउनु न यहाँबाट हातले खुवाउनु न भइहाल्यो नि आउनु नि पर्यो देखाउनु त सही ल्याउनु म समात्छु
ए यसलाई पो होला है कसरी बोलाउनु आइज खोइ त हेरेर नि बस्छ। यिनीहरूले नि खाँदियो